साहब अनि यो गाउँको बाटो खन्ने ठेका पार्नु भएको रहेछ ठेकदार साहबले। अनि यो गाउँमा केही ठेका पट्टा पर्दा पंकजलाई कमिसन दिनुपर्छ भन्ने थाहा छैन? हजुर मैले त गाउँको विकासको लागि बाटो खन्ने काम लिएँ, त्यसले त मेरो कामदारलाई ज्याला मात्र दिनु पुग्छ। हजुरहरूलाई मैले कमिसन कसरी दिउँ? तँलाई बाँच्न मन छैन कि क्या? खुरुक्क कमिसन दिने कि तँलाई सिध्याइदिउँ? हजुर दाइ, मैले त गाउँको विकासको लागि कामदारलाई ज्याला मात्र पुग्ने गरेर मैले काम लिएको छु। हजुरलाई मैले कसरी कमिसन दिउँ? ओए केटा, यसले त हामीलाई पत्याउँदै पत्याएन। जा त यसको गर गोजी चेक गर, कति छ निकाल। चल भट्टीतिर। हे भगवान्, मैले कामदारलाई पैसा कहाँबाट खोजेर बाँडौँला भनेर ल्याएको थिएँ, त्यो पनि यिनीहरूले लुटेर लिएर गए। अब मैले कामदारलाई कसरी पैसा बाँडौँ? हे भगवान् परमेश्वर।